लागेको भए के गर्थे रे साथीहरू सही लागेको भए मैले But I'm just too afraid that I'll be wrong. हेलो गाइस, स्वागत छ है तपाईहरुलाई मेरो ब्लगमा। अहिले चाहिँ म यतिकै बसिरहेको छु। अब चाहिँ म के गर्ने छु हजुरहरुलाई भिडियोमा देखाउने नै छु। सबैजनाले भिडियोलाई लाइक कमेन्ट गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब पनि गरिदिनु होला। अब चाहिँ म नुहाउँछु। अब र यसले जिउै नुहाउँछ भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ तपाई भ्रममा हुनुहुन्छ। म चाहिँ जिउ नुहाउँदिन, टाउको मात्र नुहाउँछु, किनकि जिउ नुहाउनको लागि चैत लागेको छैन। चैत लागेको भए चाहिँ जिउ फिक्स नुहाउँथे। कैसा लगा मेरा मजाक? चैत लागेको भए के गर्थे रे साथीहरू चैत लागेको भए मैले जिउै नुहाउँथे। अहिले चैत लागेको छैन, त्यही भएको हुनाले मैले टाउको मात्र नुहाउने छु। अहिले चाहिँ मैले नुहाइ पनि सकेँ। अब चाहिँ म खाना खान्छु। हाम्रो किचन चाहिँ यो हो। सबैजनाले खाना चाहिँ खाइसक्नु भइसकेर छ, म मात्र रहेछ अब लास्ट। अब म पनि खान्छु अनि के गर्ने छु हजुरहरुलाई फेरि देखाउने छु। हेर्दै गर्नु होला, भिडियोलाई अन्तिमसम्म हेर्नु होला। A few minutes later. अहिले चाहिँ मैले खाना पनि खाइसकेँ। अब चाहिँ म ज्याकेट लाउँछु किनकि जाडो छ, एकदम हावा चलिरहेको छ, जाडो भइरहेको छ। अहिले चाहिँ ज्याकेट पनि लगाइसकेँ र आज चाहिँ मेरो काम आफ्नै करेसाबारीमा लसुन गुड्ने छ। अब चाहिँ म लसुन गुड्न जान्छु, हेर्दै गर्नु होला। अहिले चाहिँ म लसुन गुड्ने ठाउँमा पनि आइसकेँ। यही हो लसुन गुड्ने ठाउँ चाहिँ, लसुन भएको ठाउँ। अब चाहिँ म यही लसुन गुड्छु। यतापट्टि चाहिँ गुडिसकेको रहेछ, यहाँदेखि परसम्म गुड्नुपर्ने हुन्छ। अब चाहिँ म गुड्छु, हेर्दै गर्नु होला। ये क्या है? ल है, अहिले चाहिँ लसुन पनि गोडियो, खाजा पनि खाइयो। अब चाहिँ गोरु चराउन जान लागेको, हेर्दै गर्नु होला।